नमस्ते हजुर सबैजनालाई। आजको दिन चाहिँ एकदमै रमाइलो रहेको छ। म अहिले एभनडेलमा छु र यहाँबाट हामी न्युलिनतिर लाग्दैछौँ। केही सामानहरू किनमेल गर्नु छ। सोचे तपाईँहरूलाई पनि यस भिडियो मार्फत साथै लैजाउँ भनेर। एभनडेलबाट न्युलिनको बाटो त्यति लामो त छैन, तर ट्राफिकले गर्दा कहिलेकाहीँ एकदम समय लाग्ने गर्दछ। हेर्दै हामी लिन मल पनि आइसकेका छौँ। अब गाडी पार्क गरेर भित्र छिरौँ है त। यस मलभित्र छिर्दै गर्दा यहाँको इतिहास झल्काउने केही पुराना तस्बिरहरू पनि देख्न सकिन्छ। यो न्युजिल्यान्डकै पहिलो सपिङ मल हो। यी पुराना यादहरू हेर्दा समय कति छिटो परिवर्तन भएछ जस्तो लाग्छ। यस मलमा कति धेरै क्लोदिङ स्टोरहरू छन्। यस मलमा लुगाफाटादेखि लिएर घरायसी सामानहरू सबै कुरा एकै ठाउँमा पाइने गर्दछ। म चाहिँ अहिले केही विशेष कुराहरू खोज्दैछु। हेरौँ के फेला पर्छ। अहिले म मलको भित्रपट्टि छु। यहाँको चहल पहल हेर्नुहोस् त। बिदाको दिन भएर होला माहौल एकदमै रमाइलो रहेको छ। अहिले चाहिँ म फार्मस छिर्दैछु। न्युजिल्यान्डमा सपिङ भनेकै फार्मसको नाम त आइ नै हाल्छ। यहाँका सामानहरू निकै नै आकर्षक छन्। गिफ्ट आइटमहरू हेर्नुको लागि यो ठाउँ एकदम बेस्ट हो। म पनि केही कुराहरू हेर्दैछु। सायद घरको लागि केही कुरा मन परिहाल्छ कि। न्युजिल्यान्डमा मानिसहरू फार्मसलाई एउटा भरपर्दो र क्वालिटी सामान पाइने ठाउँको रूपमा लिन्छन्। विशेष गरी चाडपर्व वा ठुलो सेल लागेको समयमा यहाँ निकै भिड हुने गर्दछ। यसैसँगै हाम्रो लिन मलभित्रको सपिङ सकिसकेको छ। अब भने मेरो लिस्टको सबैभन्दा महत्त्वपूर्ण ठाउँ जाने पालो आएको छ। हामी अहिले न्युलिन मलबाट निस्केर सिधै ताइपिङतिर लाग्नेछौँ। तपाईँहरूलाई थाहा छ, ताइपिङ न्युजिल्यान्डमा एसियन खानाको लागि एउटा हब नै हो। यहाँको हङकङ बीबीक्यू सेक्सनबाट आउने त्यो रोस्ट डकको बास्ना त
एकदमै उपलब्ध हुन्छ। मलाई यहाँ सबैभन्दा मनपर्ने भनेको मरमसलाहरूको ठुलो रेन्ज हो। यदि तपाईँहरूलाई घरमा केही विशेष एसियन परिकार वा अचारहरू बनाउन मनपर्छ भने यहाँ नपाइने मरमसला सायद केही नै होला। लौ त साथीहरू, आजको हाम्रो एभरनेलदेखि न्युलिनसम्मको यात्रा र किनमेल यहीँ सकिन्छ। आजको यो सानो ब्लग तपाईँहरूलाई कस्तो लाग्यो? आशा छ तपाईँहरूले पनि मसँग न्युलिनको यो छोटो यात्रालाई मन पराउनु भयो होला। यदि तपाईँहरूलाई पनि यस्तै लोकल ठाउँहरूको भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्टमा पक्कै भन्नुहोला। हस् त, थ्याङ्क यू।